धन्यवाद छ प्रभु। हुन्छ, हामी बिहानीको प्रार्थना गर्नेछौँ अनि बिहानीको आज दिनभरिको सुरक्षाको लागि पहिला प्रथम त म परमेश्वरलाई धन्यवाद चढाउँदछु र मेरा प्यारा क्रिस्चियन दाजुभाइ दिदीबहिनीहरूलाई मेरो नामबाट जय मसीह भन्दछु। तपाईँ परमेश्वरका सन्तान हुनुहुन्छ, तपाईँ परमेश्वरका जनहरू हुनुहुन्छ। हुन्छ, हामी बिहानीको लागि बिहानीको आज दिनभरिको सुरक्षाको लागि अनि रोग बिमारको लागि अनि हामी सबै मिलेर प्रार्थना गर्नेछौँ। धन्यवाद 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 जिउँदो जीवित परमेश्वर पिता, तपाईँलाई लाखौँ करोडौँ धन्यवाद चढाउँदछु। तपाईँ महान हुनुहुन्छ, जिउँदो हुनुहुन्छ, जीवित हुनुहुन्छ पिता परमेश्वर, तपाईँलाई धन्यवाद छ। हाम्रा राजाहरूका पनि राजा तपाईँ, परमेश्वरका परमेश्वर तपाईँ एउटा हाम्रो असल गोठालो हुनुहुन्छ प्रभु। हजुरलाई धन्यवाद चढाउँदछु। मसीह येशूको नाउँमा लाखौँ करोडौँ बिन्ती प्रार्थना गरेर धन्यवाद चढाउँदछु। स्तुति महिमा अनि प्रशंसा तपाईँको नाउँको जय जयकार होस् प्रभु। तपाईँलाई येशू मसीहको नाउँमा धन्यवाद चढाउँदछु। यसै गरी प्रार्थना गर्नेछु। अब प्रार्थनातिर जानेछु। मेरा परमेश्वर, तपाईँ मेरो प्रार्थना सुन्ने परमेश्वर, मेरो बिन्तीलाई अनि मेरो पुकारलाई सुन्ने परमेश्वर, तपाईँलाई धन्यवाद छ। रातभरि प्रभु मिठो निन्द्रा दिनुभयो अनि सुरक्षा गर्नुभयो, सहायता गर्नुभयो अनि आज बिहानीको यो सुन्दर बिहानी अनि यो सुन्दर दिन तपाईँले देखाउनु भयो पिता। हजुरलाई लाखौँ बिन्ती प्रार्थना गर्दछु, धन्यवादको भेटी चढाउँछु पिता। तपाईँ मेरो प्रार्थना सुन्ने परमेश्वरलाई धन्यवाद छ परमेश्वर पिता। आजको यो नयाँ दिन देखाएकोमा प्रभु, यो नयाँ सृष्टि देखाएकोमा, यो नयाँ सुन्दर दिन देखाएकोमा तपाईँ परमेश्वरलाई धन्यवाद छ। आज प्रभु हामी सबैलाई म प्रार्थना गर्नेछु। सबै दाजुभाइ दिदीबहिनीहरूलाई, हाम्रा सबै परमेश्वरका प्यारा सन्तानहरूलाई सिमेटेर परमेश्वर धन्यवाद छ। महान परमेश्वर पिता, जो जहाँ पनि छन् प्रभु, तपाईँका पवित्र जनहरू, तपाईँका चुनिएका जनहरू, तपाईँका रगतले छाप लागेका सन्तानहरू जो जहाँ पनि छन् पिता, हरेक देशको कुना कुनामा अनि तपाईँ परमेश्वर देश विदेशमा अनि हाम्रो नेपाल राज्यभरिमा जहाँ पनि छन् प्रभु, हिमाल तराई पहाड देशमा तपाईँका पवित्र जनहरू जहाँ पनि छन् पिता, तपाईँले सुरक्षा गर्नुहोस् दिनभरिको लागि प्रभु। हिँड्दा पनि ठेस लाग्ने छैन पिता, किनभने तपाईँका जनहरू हुन्, तपाईँका चुनिएका, तपाईँले छाँटेर अलग राखेका सन्तानहरूलाई प्रभु तपाईँले सहायता गर्नुहोस्। कुनै पनि हानि हुने छैन प्रभु। सबैको तपाईँ परमेश्वरले छतर छायामुनि राख्नुभएको छ। हरेकलाई तपाईँले सुरक्षा गर्नुभएको छ, सहायता गर्नुभएको छ प्रभु भने हामी विश्वास गर्दछौँ। दिनभरिको लागि सुरक्षा गर्नुहोस्, सहायता गर्नुहोस् तपाईँका पवित्र जनहरूलाई प्रभु। कुनै यात्राहरूमा, कुनै पैदल यात्रा अनि गाडी यात्रामा सबैमा प्रभु तपाईँले सहायता गर्नुहोस्। तपाईँ स्वयं आफै अगाडि लाग्नुहोस् प्रभु, एउटा असल गोठालो भएर प्रभु दिनभरिको लागि पिता तपाईँले सहायता गर्नुहोस्। धन्यवाद चढाउँदछु। सबैलाई सहायता गर्नुभएको छ भने म विश्वास गर्दछु। तपाईँका पवित्र सन्तानहरूलाई सबैलाई, कोही नोकरी जागिरीमा अनि खेतीबालीमा, बिजनेस व्यापारमा सबैमा प्रभु तपाईँ परमेश्वरले सहायता गर्नुहोस्, आशिष दिनुहोस् पिता परमेश्वर। तपाईँले सबैको रक्षा गर्नुहोस् प्रभु। जहाँ गए तापनि पिता तपाईँ परमेश्वरले साथसाथै भएर रक्षा गर्नुहोस् भनी बिन्ती प्रार्थना गर्दछु। यसै गरी प्रार्थना गर्दछु मेरा परमेश्वर, तपाईँ महान हुनुहुन्छ, जिउँदो हुनुहुन्छ अनि यसै गरी मेरो घर परिवारलाई पनि तपाईँको हातमा राख्दछु। मेरो छोराछोरीलाई प्रभु, मेरो नाति नातिनालाई तपाईँ परमेश्वरको हातमा राख्दछु। तपाईँले आफ्नो सुरक्षाको घेरामा तपाईँले राख्नुहोस् दिनभरिको लागि पिता। आजको दिन तपाईँ परमेश्वरको आशिषको दिन, तपाईँले रचेको दिन, तपाईँको सुन्दर दिन प्रभु। रक्षा गर्ने परमेश्वर तपाईँ हुनुहुन्छ। हामीलाई कुनै चिजको पनि डर छैन, किनभने हाम्रो परमेश्वर हाम्रो साथमा हुनुहुन्छ। हिँड्दा ठेस नलागोस्, मेरो छोराछोरीलाई नातिनातीलाई कोर्दा केस नजरोस् प्रभु। तपाईँ महान परमेश्वरले रक्षा गर्नुहुन्छ अनि यसै गरी मेरो जीवन पनि तपाईँको हातमा राख्दछु। तपाईँ परमेश्वरले मेरो जीवनको लागि प्रभु तपाईँले सहायता गर्नुहोस्। मेरो सबै तपाईँ हुनुहुन्छ पिता। मेरो डाक्टर, मेरो वैद्य तपाईँ परमेश्वर हुनुहुन्छ। तपाईँलाई धन्यवाद चढाउँदछु। यसै गरी प्रभु दिनभरिलाई प्रभु कहाँ जानुपर्ने हो, के गर्नुपर्ने हो पिता, म केही जान्दैन, तपाईँ परमेश्वर जान्नुहुन्छ। तपाईँले मलाई रक्षा गर्नुहोस्। हामी सबैलाई प्रभु रक्षा सुरक्षा गर्नुहोस् भनी बिन्ती प्रार्थना गर्छु। यसरी जो पनि रोगी बिरामी होलान् परमेश्वर पिता, अनि कोही हस्पिटलमा होलान् प्रभु, हस्पिटलमा तपाईँ अक्सिजन बनेर जानुहोस् पिता परमेश्वर। तपाईँ डाक्टर बनेर जानुहोस् प्रभु।
पवित्र आत्माले काम गर्नुहोस् परमेश्वर पिता। अनि कोही घरमै होलान् परमेश्वर, रोगी बिरामी होलान् परमेश्वर, त्यहाँ तपाईँले जहाँ पनि प्रभु छुवाइमा शक्तिमा, तपाईँको छुवाइमा शक्ति छ। तपाईँ एउटा हाम्रो असल डाक्टर हुनुहुन्छ प्रभु, तपाईँलाई धन्यवाद छ पिता। कोही रोगी बिरामीमाथि तपाईँ परमेश्वरको पवित्र हात राखेर चङ्गाइदिनुहोस् परमेश्वर, तपाईँलाई धन्यवाद चढाउँदछु। जो पनि तपाईँका पवित्र सन्तानहरूलाई कुनै पनि खरोच पनि नआओस् परमेश्वर पिता, तपाईँलाई धन्यवाद चढाउँदछु। जहाँ छन् सबैलाई तपाईँले सुरक्षा सहायता मद्दत गर्नुहोस्। तपाईँको छत्तर छायामुनि राखेर तपाईँ परमेश्वरले सहायता गर्नुहोस् प्रभु। धन्यवाद धन्यवाद चढाउँदछु मेरा परमेश्वर, मेरा परमेश्वर। मेरो प्रार्थनालाई सुन्ने, मेरो बिन्ती र पुकारलाई सुन्ने पिता। अनि जो जति छन् प्रभु रोगी बिरामी अनि कोही होलान् परमेश्वर, जहाँ पनि परमेश्वर तपाईँ परमेश्वर रहनुहोस् त्यस ठाउँमा परमेश्वर। तपाईँले निको पाडिसक्नुभयो भने म विश्वास गर्दछु तपाईँको नाउँमा सबै सन्चो हुनेछन्। सब रोग बिमार कुनै पनि प्रभु तपाईँको सामान्य कुनै पनि दुष्ट शैतान टिक्न सक्ने छैन, किनभने हाम्रा परमेश्वर ती जिउँदो हुनुहुन्छ, शक्तिशाली परमेश्वर हुनुहुन्छ। धन्यवाद छ पिता। सबैलाई तपाईँले निको पारिसक्नुभयो। कोही रोगी बिरामीलाई अनि रोगी बिरामी नभए तापनि प्रभु सुरक्षा सहायता तपाईँले दिइसक्नु भएको छ भने विश्वास गर्दछु। धन्यवाद चढाउँदछु, धन्यवाद चढाउँदछु। आजको दिन तपाईँको हातमा राख्दछु पिता। साँझ हामीलाई गवाईको सन्तान बनाउनुहोस् प्रभु, तपाईँलाई धन्यवाद छ। तपाईँको हाम्रो जीवनबाट प्रभु तपाईँले गवाई लिनुहोस् परमेश्वर पिता। अनि सबैलाई सुरक्षा सहायता दिनुहोस्। धन्यवाद चढाउँदछु। सबैलाई तपाईँको हातमा राख्छु। जो जतिले तपाईँलाई विश्वास गरेका छैनन् त्यो आउँदो दिनमा तपाईँले चुन्नुहोस् परमेश्वर पिता। अनि हाम्रो मण्डली परिवारलाई पनि तपाईँको हातमा राख्दछु पिता। तपाईँले हरेकलाई सुरक्षा गर्नुहोस् परमेश्वर, हरेकलाई सहायता गर्नुहोस्। हाम्रो मण्डलीलाई तपाईँ परमेश्वरले चलाउनुहोस्, नयाँ नयाँ आत्माहरू ल्याउनुहोस् पिता। तपाईँलाई धन्यवाद छ प्रभु। तपाईँले हरेक कुना कुनाबाट प्रभु तपाईँले चुन्ने, तपाईँ परमेश्वरको इच्छा र विचार प्रभु तपाईँले चुन्नुभएको छ भने म हाम्रो छिमेकीलाई पनि तपाईँको हातमा राख्दछु परमेश्वर पिता। हरेक तपाईँले प्रत्येक घरमा प्रभु तपाईँको बास होस् परमेश्वर, तपाईँले चुन्नुहोस् प्रत्येक व्यक्तिलाई पिता। धन्यवाद चढाउँदछु। अनि यो सम्पूर्ण छिमेकीलाई तपाईँको हातमा राख्दछु। आजको दिन तपाईँले हामीलाई सुरक्षाको दिन, सहायताको दिन गर्नुहोस् परमेश्वर। आज हामीलाई प्रभु, हामी सबैलाई पिता तपाईँले असल साथीहरू जुटाउनुहोस् परमेश्वर पिता। असल असल साथीहरू तपाईँले जुटाइसक्नु भएको छ पिता। अनि असल खानेकुराहरू तपाईँले जुटाउनुहोस् प्रभु। तपाईँ हाम्रो एउटा महान परमेश्वर हुनुहुन्छ पिता। धन्यवाद चढाउँदछु। सबैलाई तपाईँको हातमा राख्दछु प्रभु। तपाईँ परमेश्वरको दासहरूलाई, तपाईँका सन्तानहरूलाई प्रभु तपाईँको हातमा राख्दछु पिता। दिनभरिको लागि सुरक्षा दिनुहोस्, सहायता गर्नुहोस्। धन्यवाद चढाउँदछु। सबै तपाईँले सुनिसक्नुभयो हाम्रो मेरो प्रार्थना, हामी सबैका प्रार्थना बिन्तीहरू तपाईँले सुनिसक्नुभयो भने बिन्ती पुकार गर्दछु। धन्यवाद चढाउँदछु। सबै यो प्रार्थना बिन्ती अनि तपाईँको चरणमा राख्दछु र आशिष माग्छु प्यारो प्रभु येशू मसीहको नाम। आमेन। जय मसीह। सबैलाई मेरो प्रार्थना सुनिदिनु होला अनि मेरो प्रार्थनामा लाइक गरिदिनु होला, सेयर पनि गरिदिनु होला। अनि हामी परमेश्वरका पवित्र जनहरूलाई फेरि पनि मेरो सबै सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरूलाई मेरो तर्फबाट, मेरो सम्पूर्ण हृदयबाट जय मसीह भन्दछु। धन्यवाद छ परमेश्वरलाई। हामीलाई दिनभरि सुरक्षा गर्नुहुनेछ परमेश्वरले। हामी विश्वास गरौँ, पछाडि कहिले पनि नहटौँ। हामी अगाडि अगाडि हामी परमेश्वरका परमेश्वरको काम गर्दै बसौँ। धन्यवाद छ।